Hello guys, today we are talking about the respiratory systems. Let's start from respiratory organs. The respiratory organs are like the external snares and nostrils. They are uh, w- one pairs and smalls and ovals and apertures, and its nasal chambers are there's vestibule chambers and respiratory chambers, olfactory chambers. Vestibule chambers are lined by the hairs and muscular membranes, and they help in the filters. Then where the respiratory chambers are lined by mucosa, where mucous membrane and highly vascular and act like the air conditioner. भेस्टिबल्सहरू केमा हेल्प गर्थ्यो अरे फिल्टरमा हेल्प गर्छ भने रेस्पिरेटरी अर्गान्सहरू केमा हुन्छ रेस्पिरेटरी च्याम्बर हेल्प्स इन एयर कन्डिसनर भनेको प्युरिफाई गर्नमा हेल्प गर्छ दुईवटा काम भने प्युरिफाई हो जसले गर्दा बाहिरको भेस्टिबल के हुन्छ इयरहरू हियरहरू र म्युकसहरूले मेम्ब्रेनले कभर गरेको हुन्छ भित्र पनि म्युकस मेम्ब्रेनले गर्दा र हाइली भित्र के हुन्छ ब्लड भेसल्स हुन्छ र हाइली भास्कुलर हुन्छ त्यस्तै गरी हामी अब त्यसपछि थर्ड वान इज नेजल च्याम्बरकै अर्को भने अल्फ्याक्टी च्याम्बर छ अल्फ्याक्टी च्याम्बर्स भनेको रेस्पोन्सिबल लाइन बाई सेन्सरी के हुन्छ अरे यसको लाइन के गरेर हुन्छ लाइन भनेको सेन्सरी मेमोरी हुन्छ जस्तै माथि भेस्टिबुल म्युकस गरेको हुन्छ त्यस्तै हियर चाहिँ गरेको हुन्छ रेस्पिरेटरी च्याम्बर भनेको हाइली भास्कुलर हुन्छ र म्युकसले गरेको हुन्छ त्यस्तै अल्फ्याक्टी भनेको सेन्सरी मेमोरीले गरेको हुन्छ र सेन्सरी सेल्सहरू हुन्छ अल सेन्सरी सेल्स भनेको स्मेलमा हेल्प गर्छ काम भनेको रेस्पोन्सिबल फर सेन्स अफ स्मेल हो त्यस्तै गरेर हामी अल्फ्याक्ट्रीमा एउटा मेम्बर हुन्छ त्यसको नाम स्क्रेडियन मेम्बर हुन्छ याद गर्नु पर्यो त्यस्तै गरेर हामी अब रेस्पिरेटरी च्याम्बर भनेको हामीले याद गर्छ रेस्पिरेटरी च्याम्बर भनेको के हो रेस्पिरेटरी च्याम्बर हो एयर कन्डिसनर वेन यु इयर हामीले जब चिसो ग्यास हामीले भित्र लग्छौँ त्यसले गर्दा ब्लड भेसल्सहरूमा ब्लड भेसल्स इयर लग्छ र अनि त्यसपछि हिट भएर फाल्छ है अनि हिट भएर फाल्छ र हामीलाई के हुन्छ वार्म हुन्छ त्यस्तै गरेर हामीले जब तातो इयर्स भित्र लग्छौँ म्युकस सेग्रेसन हुन्छ त्यसले गर्दा म्युकस इभापोरेट हुन्छ र हिटहरू टेक प्लेस फ्रम द हट इयर्स एन्ड अल द इयर्स एन्ड द हट इयर्स भित्र आउँछ र कोल्ड इयर्स बाहिर जान्छ त्यस्तै गरेर एउटा नोट के हुनु पऱ्यो भने चाहिँ इच च्याम्बरमा स्क्रोल लाइक कङ्केल्स एन्ड ट्युब्युल्स हुन्छ जसले गर्दा सर्फेस एरिया बढाउँछ के हुन्छ नेजल च्याम्बरमा के हुन्छ स्मल लाइक स्क्रोल लाइक कन्के हुन्छ ट्युब्युल्स हुन्छ जसले गर्दा सर्फेस एरिया बढाउँछ त्यस्तै गरेर यहाँ के हुन्छ भने चाहिँ त्यस्तो जस्तै गरेर त्यहाँ एउटा के हुन्छ इन्फेरियर कोङ्का म्याक्जिलो ट्युब्युला पनि भनिन्छ र ल्याटरल कोङ्कालाई इम्थो ट्युब्युलिना भन्ने भन्छ इन्फेरियर कोङ्कालाई नेजल्स ट्युब्युलिन पनि भनिन्छ त्यस्तै गरेर इन्फेरियर र ल्याटरल भनेको रेस्पिरेटरी च्याम्बरमा हुन्छ भने चाहिँ थर्ड भनेको सुपेरियर चाहिँ अल्फ्याक्टरी च्याम्बर भन्छ रेस्पिरेटरी च्याम्बरमा के हुन्छ रेस्पिरेटरी च्याम्बरमा हुने भनेको एउटा इन्फेरियर कोङ्कालाई म्याक्जिलो टर्बिलिना पनि भनिन्छ र ल्याटरल कोङ्क्लिया र इम्बोटल्बिना पनि भनिन्छ र सेकेन्डरी इन्फेरियर ल्याटरल भनेको कहाँ हुन्छ रेस्पिरेटरी च्याम्बर र सुपेरियर कहाँ हुन्छ सुपेरियर भनेको जहिले पनि कहाँ हुन्छ अल्फ्याक्टरी च्याम्बरमा हुन्छ त्यस्तै गरेर अब हामी यसमा के पार्ट हुन्छ भने अगाडि नाकतिर एक्सटर्नल नोस्ट्रल हुन्छ जस्तै माथितिर भने इन्फेरियर ल्याटरल कोक्ला हुन्छ माथिको भागमा त्यस्तै गरेर पोस्टेरियरमा भनेको सुपेरियर कोङ्का र तल प्यालेट हुनुभयो इन्फेरियर नियर हुनुभयो र भल्भा हुने भयो भल्भा भनेको छुट्याउनु पार्ट त्यस्तै गरेर हामी कहाँ हुन्छ इन्टरनल लेयर ओपनिङ अफ नेजल च्याम्बर हो जसले गर्दा कहाँ हुन्छ इन द रुफ अफ नेजोफ्यारिङ्समा हुन्छ इन्टरनल नियर कहाँ हुन्छ प्रेजेन्स इन द रुफ अफ नेजोफ्यारिङ्स र कभर गर्छ भल्भाले कभर गरेको हुन्छ ड्युरिङ द स्वालिङ गर्दाखेरि कभर गरेको हुन्छ त्यस्तै गरेर फ्यारिङ्स भनेको फ्यारिङ्स ल्यारिङ्गो फ्यारिङ्स छ त्यस्तै गरेर ग्लटिस पार्ट भनेको ग्लटिस पार्टलाई के इपिग्लटिसले कभर गर्छ जसको त्यहाँबाट के जान्छ त्यहाँबाट जाने भनेको इपिग्लटिसबाट जाने के हो इपिग्लटिसबाट जाने भनेको खानाहरू है त्यस्तै ग्लड हुन्छ त्यस्तै गरेर गलेट हुनुभयो त्यस्तै गरेर फ्यारिङ्स भनेको भोइस बक्स र एडम एप्पल पनि भनिन्छ यो कसो फोर च्याम्बरले बनेको छ फर्स्ट भनेको लार्जेस्ट वान भनेको थाइरोइड र क्रिकोइड भनेको वान भन्छ र आर्किनोइड भनेको टुवटा हुन्छ स्मलेस्ट हो यो त्यस्तै गरेर यिनीहरू लाइन के हुन्छ लाइन भनेको सिलेटर कोलुमनार इपिथेलियम
ल्यारिङ्सहरू के हुन्छ ल्यारिङ्स कभर गरेको भए कभर बाई सिलेटर कोलुमनार इपिथेलियमले कभर गरेको हुन्छ। त्यस्तै गरेर हामी अब थाइरोइड भनेको थाइरोइडले सपोर्ट गर्छ सपोर्ट फ्रन्ट पार्ट अप्पर एन्ड द लोवर पार्ट सपोर्ट अप्पर लोवर र फ्रन्ट गरिन्छ। क्रिकोइड भनेको रिङ लाइक स्ट्रक्चर जसले गर्दा वानले लोवर पार्टलाई मात्रै के अरे सपोर्ट गर्छ भने चाहिँ क्रिकोइड 2 पार्ट्स हो। स्मलेस्ट वान पनि ट्रायङ्गुलर सेप हुन्छ जसले गर्दा ब्याकलाई सपोर्ट गरिदिन्छ। थाइरोइड भनेको के हो थाइरोइड भनेको फ्रन्ट अप्पर लोवर गरिन्छ। क्रिकोइड भनेको वानले लोवर र रिङ सेपको हुन्छ। थाइरोइड भनेको 2 सेप हुन्छ ट्रायङ्गुलर सेप हुन्छ। क्रिकोइड आर्किनोइड भने ट्रायङ्गुलर सेप हुन्छ। स्मलेस्ट वान हो 2 इन नम्बरमा हुन्छ र सपोर्ट के हुन्छ ब्याकलाई सपोर्ट गरिन्छ। त्यस्तै गरेर हामी अब फ्रम द एन्टेरियर पार्ट अफ थाइरोइडलाई के हुन्छ अराइज द बाइलोब स्ट्रक्चर त्यसलाई के हुन्छ एपिग्लोटिस हुन्छ। थाइरोइडको अप्पर के अरे राइज पार्टलाई जस्तो बाइलोब पार्टलाई बाइलोब स्ट्रक्चरलाई के एपिग्लोटिस भनिन्छ जो यस्तरी देख्न सकिएको छ है। हामीले यो देख्नु भएको छ नि यो थाइरोइड भयो माथिको यो अप्पर पार्टमा के हुने अप्परको बाइलोब पार्टमा के हुने भयो एपिग्लोटिस हुने भयो। अब हामी जान्छौँ 2 पेयर्स अफ मेम्ब्रेन्स अफ फोल्ड लाइक रिमेन्स अट्याच टु द दिस कार्टिलेज भनेको मेम्ब्रेन्स लाइक स्ट्रक्चर के हुन्छ फोल्ड भएको हुन्छ त्यसलाई भोकल कोड भनिन्छ र कहिले के कभर गरेको हुन्छ सिलेट स्ट्राटिफाइड कोलुमनार इपिथेलियम गरेको हुन्छ। यहाँ ल्यारिङ्समा पनि त्यसले गरेको हुन्छ है। ल्यारिङ्समा पनि सिलेटर कोलुमनार इपिथेलियमले कभर गरेको छ। यहाँ पनि त्यही सिलेटर इपिथेलियम कोलुमनार कभर गर्छ। माथि भनेको एपिग्लोटिसमा त्यसपछि थाइरोइड त्यसपछि क्रिकोइड त्यसपछि ट्राकिया के भन्छ ट्राकिया ल्यारिङ्स कभर बाई ल्यारिङ्सको पनि सिलेटर कोलुमनार इपिथेलियम हुन्छ भन्छ। त्यस्तै गरेर ट्राकियाकोले गर्यो स्युडो स्ट्राटिफाई सिलेटर इपिथेलियम स्युडो स्ट्राटिफाई सिलेटर इपिथेलियमले कभर गरेको हुन्छ। ट्राकिया के हुन्छ सिलेटर इपिथेलियम भयो कभर गरेको हुन्छ र यो कति नम्बर 16-20 नम्बर इन्कम्प्लिट सेपको हुन्छ कार्टिलेजियस रिङ हुन्छ र यसको साइज भनेको 10 देखि 11 सेन्टिमिटरको लङ हुन्छ। ब्रोङ्काई भनेको राइट ब्रोङ्कस र लेफ्ट ब्रोङ्कस र राइट ब्रोङ्कस भनेको 2.5 cm लङ हुन्छ र लेफ्ट ब्रोङ्कस भनेको 5 cm लङ हुन्छ। राइट भनेको वाइडर मोर भेन्ट्रिकल छ मोर होरिजेन्टल हुन्छ। त्यस्तै गरेर राइटमा हुने भनेको 3 लोब्स हो र लेफ्टमा भनेको 2 लोब्स हो र राइट लङ्समा हुन्छ लेफ्ट। त्यस्तै गरेर उमा राइटमा 2टा हुन्छ राइटमा 3टा हुन्छ ब्रान्चेस एउटा लेफ्ट ब्रान्चेस र सेकेन्डरी ब्रान्चेस हुन्छ भनेपछि लेफ्ट लङ्समा भनेको 2टा मात्रै ब्रान्चेस हुन्छ र यो पार्टलाई हाइलम भनिन्छ यो पार्टलाई हाइलम भनिन्छ। त्यस्तै गरेर यहाँ डिप्रेसन भनेको कार्कोइड नोज हुन्छ र डायफ्राम पनि हुन्छ। अब हामी लङ्सको बारेमा पढ्न गइरहेका छौँ। त्यस्तै गरेर अब लङ्स है लङ्स भनेको ट्रायङ्गुलर सेप हो इन्टर इन द ब्रोङ्काई थ्रु लङ्स भनेको हाइलमबाट छिर्नलाई लङ्स भनिन्छ। राइट लङ्स बिगर जहिले पनि राइट लङ्स जहिले पनि बिगर हुन्छ लेफ्टभन्दा। माथिको सुपेरियर ओबिल्स भयो त्यसपछि मिडल लोब भयो इन्फेरियर लोब भयो। त्यस्तै गरेर यो राइट भयो यो भिस्रल प्लुराले कभर गरेको हुन्छ। त्यस्तै गरेर पेराइटल प्लुरा पनि कभर गरेको हुन्छ र कार्डिक नोज हुन्छ तलमा। त्यस्तै गरेर प्लुरा फ्लुइड हुन्छ बिचमा प्लुरा फ्लुइड फिक्सनहरू कम गर्न हेर्छ। इन्फेरियर लोब हुन्छ र सुपेरियर लोब हुन्छ। यहाँ 3टा लोब हुन्छ सुपेरियर मिडल र इन्फेरियर हुन्छ नि यहाँ सुपेरियर र मिडल इन्फेरियर मात्र हुन्छ। त्यस्तै गरेर अब राइट लङ्स र लेफ्ट लङ्स राइट भनेको जहिले पनि बिग हुन्छ। हामीले कसरी याद गर्न सकिन्छ वोमेन्स आर अलवेज राइट भनिन्छ। वोमेन्स आर अलवेज राइट भनेको बिगर पनि हुन्छ लोब 3 लोब्स पनि हुन्छ र 620 ग्राम पनि हुन्छ है 620 ग्राम हुन्छ। यसमा कार्डिक नोज पनि हुन्छ। यसमा राइटमा हुने कार्डिक नोज भनेको लेफ्टमा होइन लेफ्टमा हुन्छ एब्सेन्ट हुन्छ। त्यस्तै गरी स्मलहरू चाहिँ 2 लोब्सको हुन्छ। प्लुरा फ्लुइड भनेको प्लुरा फ्लुइड आउटर इनर भिस्रल प्लुरामा हुन्छ। यसले लुब्रिकेटमा हेल्प गर्छ प्रोटेक्ट द लङ्स फ्रम मेकानिकल सकमा नि हेल्प गर्छ र यसको होल्ड बोथ द मेम्ब्रेन्स टुगेदर मेम्ब्रेनलाई होल्ड पनि गर्छ। त्यस्तै गरेर अब हामी यो चित्र हेरौँ प्राइमेरी ब्रोङ्काई भनेको 2 हुन्छ। सेकेन्डरी ब्रोङ्काई भनेमा 2 गर्दै टर्सरीमा राइटमा 10 लेफ्टमा 8 है। प्राइमेरीमा 2टा
प्राइमेरी ब्रोङ्काइमा 2टा हुन्छ, 2टामा जानिन्छ। त्यसपछि सेकेन्डरीमा हुन्छ राइटमा 3टा जाने भयो, लेफ्टमा 2टा जाने भयो, टर्सरीमा यहाँ 10वटा जाने भयो, 8वटा जाने भयो। यो प्राइमेरी ब्रोङ्कस, सेकेन्डरी ब्रोङ्कस, ट्रङ्कस भयो। प्राइमेरीमा कति 2टा, सेकेन्डरीमा कतिवटा, सेकेन्डरीमा राइटमा 3टा, लेफ्टमा 2टा, त्यस्तै गरेर टर्सरीमा राइटमा 10वटा, लेफ्टमा 8वटा। त्यस्तै गरेर अब ब्रोङ्कस इन्टरकम भनेको नेटवर्क अफ द ब्रान्चिङ एन्ड ब्रान्चिङ अफ प्राइमेरी ब्रोङ्काई प्राइमेरी ब्रोङ्काइहरूको ब्रान्चिङलाई नै ब्रोङ्कायल इन्टरकम भनिन्छ। र प्राइमेरी राइट र लेफ्ट भइहाल्यो। त्यस्तै गरेर हाम्रो टर्सरीको देखाएको छ टर्मिनल ब्रोङ्काई, त्यसै टर्मिनल ब्रोङ्कस टर्मिनल ब्रोङ्कस पछि के हुन्छ, कार्टिलेज हुँदैन है, यसको कार्टिलेज हुँदैन र डायमिटर कति हुन्छ 1 mm को हुन्छ। त्यसै गरेर यो चित्र हेर्न सकिन्छ र कतिवटा कन्टेन गर्छ 8 देखि 10 एल्भुलाईहरू कन्टेन गर्न सकिन्छ। एउटा टर्सरी ब्रोङ्काइमा कतिवटा हुन्छ 8 देखि 10 एल्भुली हुन्छ, एलुभेली हुन्छ र यिनीहरूलाई एलुभेली स्याक भनिन्छ। यिनीहरू स्याकलाई स्ट्रक्चरलाई एलुभेली स्याक भनिन्छ। र एलुभेली भनेको फ्रम द ग्यासियस एक्सनमा हेल्प गर्छ र ग्यासियस एक्सनमा हेल्प गर्छ र चित्र हेर्न सकिन्छ। र रेस्पिरेटरी मेम्बर भनेको एमा के हुन्छ, रेस्पिरेटरी मेम्बर भयो, बाहिरको कभरिङलाई बाहिरको क्यापिलरी इन्डोथेलियम हुन्छ र सिम्पल स्क्वाइमस हुन्छ। इन्डोथेलियम भने सिम्पल स्क्वाइमस, क्यापिलरी युनि भयो, क्यापिलरी एक्सचेन्ज ग्यासियस एक्सचेन्ज हुनुभयो। यहाँ लिथिथिन भन्ने भयो, जसले गर्दा सर्पेन्टको एक्ट एज सर्पेन्टको युज गर्ने भयो। लिसिथिनले के गर्छ, सर्पेन्टको एक्ट, लिसिथिनको काम के हो, सर्पेन्टको काम हो, जसले गर्दा सर्फेस एरिया रिड्युस गर्छ र एलुभेलीहरू कोल्याप्स गर्नमा हेल्प गर्छ, कोल्याप्स हुनबाट बचाउँछ। अनि एलुभेली इपिथेलियम भनेको सिम्पल स्क्वाइमस हुन्छ, एलुभेली भनेको स्मल मोइस्ट हुन्छ। रेस्पिरेटरी मेम्ब्रेन भनेको एलुभेली मेम्ब्रेन, क्यापिलरी मेम्ब्रेन, दियर बेसमेन्ट मेम्ब्रेन एन्ड इन्टरस्टिशियल फ्लुइड है। के रेस्पिरेटरी मेम्ब्रेन भनेको एउटा भनेको एलुभेली मेम्ब्रेन भयो। त्यस्तै गरेर अर्को के भयो, अर्को भनेको क्यापिलरी मेम्ब्रेन भयो, दियर बेसमेन्ट मेम्ब्रेन भयो, इन्टरस्टिशियल फ्लुइड हुने भयो। याद गर्नु पऱ्यो है, रेस्पिरेटरी मेम्ब्रेन के पऱ्यो अरे, एलुभेली मेम्ब्रेन, क्यापिलरी मेम्ब्रेन, दियर बेसमेन्ट, इन्टरस्टिशियल फ्लुइड। अब हामी मेकानिजम पढ्छौँ। ब्रिथिङ भनेको इनहेलेसन भनेको एक्टिभ प्रोसेस हो र एक्सेलेसन भनेको प्यासिभ प्रोसेस हो। इनहेलेसन गर्नलाई 2 सेटको मसल्स चाहिन्छ र डायफ्राम भनेको डोम सेपको हुन्छ इनहेलेसनमा, जसले गर्दाखेरि डोम सेपको हुन्छ र यहाँ आउने भनेको फेर्मिक डायफ्राम है, फेर्मिक मसल्स हो, जसले अट्याच गर्छ र पेरिफेरीमा एक्सटर्नल इन्टरस्टिशियल मसल हुन्छ। एउटा डायफ्रामको काम गर्छ। डायफ्राम कस्तो हुन्छ, डायफ्राम डोम सेपको हुन्छ र इन्टरकोस्टल मसल्सको काम गर्छ र जो प्रेजेन्ट इन द बिट्विन द रिब्स कहाँ हुन्छ, इन्टरकोस्टल मसल कहाँ बिट्विन द रिब्समा प्रेजेन्ट हुन्छ र रिब्स अहिले 12 पेयर्स हुन्छ। देयर आर द 12 पेयर्स द एक्सटर्नल कोस्टल्सहरू हुन्छ। त्यस्तै गरेर अब यो चित्र हेर्न सकिन्छ। चित्र हेर्ने यहाँ के हुन्छ, एक्सटर्नल कोस्टल मसल्स हुन्छ, बिचमा भइहाल्यो। यो पेरिफेरल अर रेडियल मसल्स भयो, जसले डायफ्राम भयो। डायफ्राम भइसकेपछि सुरुमा यस्तो हुन्छ, कन्ट्राक्सन अफ पेरिफेरी सुरुमा यस्तो हुन्छ, सुरुमा यो माथि गएको हुन्छ, पछि इन्सपिरेसन लाग्दाखेरि यो के हुन्छ, फ्ल्याट हुन्छ र डायफ्राम गेट फ्ल्याट भनेको छ। पहिला डोम सेपको, त्यसपछि फ्ल्याट सेपको हुन्छ, जसले गर्दाखेरि भोल्युम अफ कार्टिलेजलाई के गर्छ, बढाउँछ। अनि भोल्युम अफ कार्टिलेज बढाउँछ र त्यसै कन्ट्राक्सन अफ एक्सटर्नल कोस्टल मसल्स, कन्ट्राक्सन अफ पेरिनिक मसलले गर्दा के हुन्छ, पेरिमेरले गर्दा डायफ्राम फ्ल्याट हुन्छ, थोरासिक क्याभिटी भोल्युम अफ थोरासिक क्याभिटी के हुन्छ, बढ्छ र कन्ट्राक्सन अफ इन्टरकोस्टल मसलले गर्दा के हुन्छ, केज मुभ के हुन्छ, केज माथि जान्छ र मुभ आउट हुन्छ र जसले गर्दा भोल्युम थोरासिक क्याभिटीको भोल्युम के हुन्छ, बढ्छ। इनहेलेसनमा थोरासिक क्याभिटीको भोल्युम के हुन्छ, बढ्छ है। अब हामी भोल्युम अनि अब हामी के पढ्छौँ, जसले गर्दा भोल्युम बढ्छ र प्रेसर घट्छ र इनसाइड द लङ्स गर्छ, जसले गर्दाखेरि एमा प्रेसर कति हुन्छ, -2 देखि -6 mmHg हुन्छ र नेगेटिभ प्रेसरले गर्दाखेरि रिजनेट इन द भनौँ, देयर फोर द एयर फ्रम द हायर प्रेसर टु मुभ्स टु लोवर प्रेसर। जहिले पनि के भन्छ, त्यसले गर्दाखेरि के हुने भयो, डायफ्रामको पहिला डोम सेपको हुन्छ, डोम सेप भइसक्यो, पछि के हुन्छ, फ्ल्याट सेपको हुन्छ। फ्ल्याट सेपले गर्दाखेरि थोरासिक क्याभिटी बढ्ने भयो, थोरासिक क्याभिटी हुन्छ इन्टरकोस्टल मसलले गर्दा के हुन्छ, इन्टरकोस्टल मसलले गर्दाखेरि डायफ्रामको थोरासिक क्याभिटीको
थोरेसिक क्याभिटीकै कन्ट्राक्सन अफ इन्टरकोस्टल मसलले गर्दा थोरेसिक क्याभिटी के बढ्ने भयो, थोरेसिक क्याभिटीमा प्रेसर घट्ने भयो, प्रेसर गयो -2 देखि -6 mmFg हुने भयो, जसले गर्दा प्रेसर घट्ने बित्तिकै यो जहिले पनि प्रेसर गर्दा हायर कन्सन्ट्रेसन लोवर कन्सन्ट्रेसन हुने भयो, जसले गर्दाखेरि सराउन्डिङ चाहिँ एयर भित्र आउने भयो, जसले गर्दा इनहेलेसन हुने भयो। इनहेलेसन जहिले के हुन्छ एक्टिभ प्रोसेस हो। त्यस्तै गरी एक्सेलेसनको प्रब्लम, एक्सेलेसनमा के हुनुभयो इनहेलेसनमा त यो भइहाल्यो, एक्सेलेसनमा फेरि पहिला फ्ल्याट भएकोलाई फेरि के हुने भयो अब फेरि डोम सेपको भन्नुभयो। ड्युरिङ द रिल्याक्सेसन ड्यु टु द रिल्याक्सेसन द भोल्युम अफ थोरेसिक क्याभिटी डिक्रिज, द प्रेसर इन्क्रिज, देन द एयर मुभ फ्रम द हायर प्रेसर टु एन्ड द गो। फेरि के हुने भयो पहिला प्रेसर भित्र कम भएर बाहिरको प्रेसर भित्र आउने भयो, पछि के अरे कोस्टल मसल्सहरू के हुन्छ रिल्याक्स हुने बित्तिकै थोरेसिक क्याभिटी के बन्ने भयो घट्ने भयो, थोरेसिक घट्ने बित्तिकै भोल्युम घट्ने भयो, भोल्युम घट्ने बित्तिकै प्रेसर बढ्ने भयो, प्रेसर बढ्ने बित्तिकै एयर्स लङ्सदेखि बाहिर जाने भयो। अनि जाने भयो यहाँ पनि यहाँ पोजिसन डायफ्राम दियो ड्युरिङ द फोर्स एक्सपिरेसन गर्दाखेरि यो पहिला डोम सेपकै हुने भयो, ओरिजिनलसम्म जाने डोम अर्गान हो। पोजिसन अफ हार्ट एन्ड ड्युरिङ द इनहेलेसन, पोजिसन अफ हार्ट ड्युरिङ द एक्सेलेसनमा यस्तो हुने भयो, ड्युरिङ द फोर्सफुल एक्सेलेसन भयो। फोर्सफुल एक्सेलेसनको यो 1 पेयर्सको हुन्छ, इन्टरकोस्टल मसल्स एब्डोमिनल मसल इन्टरकोस्टल मसल्स 1 पेयरको हुन्छ र एब्डोमिनल मसल एउटा मात्र हुन्छ। ड्युरिङ द कन्ट्राक्सन अफ दिस द मसल्स रिजल्ट्स इन डिक्रिजिङ द भोल्युम अफ थोरेसिक क्याभिटी, प्रेसर बढ्ने भयो, थोरेसिक एयर प्रेसर भित्र जाने भयो र 1 ब्रिथिङ साइकल्स कम्प्लिट भनेको 5 सेकेन्ड हुन्छ, जसले गर्दा 12 साइकल्स इन पर मिनटमा हुने भयो। एउटा ब्रिथिङ कति सेकेन्डमा हुने भयो 5 सेकेन्डमा हुने, 1 ब्रिथ इज कम्प्लिट इन 5 सेकेन्ड। त्यस्तै गरेर अब हामी पल्मरी लङ्स भोल्युम्स एन्ड द लङ्स पढ्ने भयो। क्यापेसिटी टाइडल भोल्युम भनेको हामीले जति इनहेल गरेको छ, इनहेल र एक्सेल गर्यो ड्युरिङ द रेस्टिङ पोजिसन यतिकै नर्मली ब्रिथिङ गर्दा टाइडल भनिन्छ, जसले गर्दा टाइडल भोल्युममा जहिले कति हुन्छ 500 ml हुन्छ। टाइडल भोल्युममा जहिले 500 ml भनेर याद गर्नु पऱ्यो। जस्तै 500 ml मा के हुने भयो 350 ml के हुने भयो 300 ml मा एल्भेओलीमा जाने भयो, एल्भेओली भोल्युम बढ्ने भयो। त्यस्तै गरी 150 ml के रिमेन्स इन द ट्र्याक एन्ड त्यसलाई नै हामीले के डेड स्पेस भोल्युम भन्छ र एनाटोमिकल डेड स्पेस भनिन्छ। र हामीलाई कहिले क्वेसन इक्जाममा के सोध्यो भने चाहिँ डेड भोल्युम कति हो भने चाहिँ 150 ml लगाउनु पऱ्यो। त्यसको फिजिकल डेड भोल्युम भनेकै डेड स्पेस भोल्युम एन्ड एनाटोमिकल भोल्युम नन फङ्सनल एल्भेओलाई हो, जसले एल्भेओलीमा नगएको भोल्युमलाई नै फिजियोलोजिकल डेड स्पेस भोल्युम भनिन्छ। र इन्स्पिरेटरी रिजर्भ भोल्युम भनेको द भोल्युम विच क्यान बी टेकन आफ्टर द नर्मल इनहेलेसन, जुन नर्मल इनहेलेसनमा लगेको भोल्युमलाई नै इन्स्पिरेटरी रिजर्भ भोल्युम भनिन्छ। र इन्स्पिरेटरी रिजर्भ भोल्युम भनेको 2.5 to 3 लिटरसम्म हुनसक्छ र यसको एक्ज्याक्ट भने 3100 ml हुन्छ। 31 इन्स्पिरेटरी रिजर्भ भोल्युम कति हुन्छ 31 ml हुन्छ, जसको रेन्ज भनेको 2.5 देखि 3 मिटर लिटरसम्म हुनसक्छ भनेर याद गर्नु पऱ्यो है। त्यस्तै गरेर अब इन्स्पिरेटरी क्यापेसिटी भनेको यसमा के भने जोडिनु भयो टाइडल भोल्युम पनि जोड्नु भयो। टाइडल भोल्युमको रेस्टिङ भने रेस्ट गर्ने, यो पनि रेस्ट भनेको यो नर्मली गर्दाखेरि यसको पनि जोड्ने भयो। त्यसै 500 ml देखि 50 गरेर 3.5 लिटर हुने भयो। त्यस्तै गरेर हामी इन्स्पिरेटरी रिजर्भ भोल्युम भनेको रेन्ज फ्रम 100 to 1500 1000देखि 1500 हुने भयो। इन्स्पिरेटरी कति इन्स्पिरेटरी रिजर्भ भोल्युम भनेको 2.5 देखि 3 लिटरसम्म हुने भयो। एक्सपिरेटरी रिजर्भ कति भनेको 1000 देखि 1500 हुने भयो। अनि टाइडल क्यापेसिटी जहिले पनि कति हुन्छ टाइडल क्यापेसिटी भनेको टाइडल भोल्युम इन्स्पिरेटरी भोल्युम र एक्सपिरेटरी भोल्युमको हुन्छ र यो जहिले पनि यसको रेन्ज कतिदेखि हुन्छ 4000 देखि 5000 को बिचमा हुन्छ है। 4 to 5 लिटरसम्म हुन्छ। र रेसिड्यु भोल्युम भनेको द भोल्युम द्याट रिमेन्स लङ्स आफ्टर अ फोर्सफुल एक्सप्रेसन, हामीले पुरै सास फुलाएर गर्दा पनि फाल्दा पनि बस्ने रेसिड्यु भोल्युमलाई हामी रेसिड्यु भोल्युमलाई नै बस्ने भोल्युम नै रेसिड्यु भोल्युम भन्छ, जसले गर्दा 500 ml हुन्छ। 500 ml 1500 ml कसको पनि हुन्छ। 1500 ml भनेको 1000 देखि 1500 कसको हुन्छ इन्स्पिरेटरी रिजर्भ भोल्युम हुन्छ। त्यस्तै गरेर फङ्सन अफ रेसिड्यु भोल्युम भनेको फङ्सनल रिजर्भ भनेको 1500 हुन्छ र यसमा कसो हुन्छ इन्स्पिरेटरी रिजर्भ भोल्युम पनि एक्सपिरेटरी रिजर्भ भोल्युम पनि जोडिन्छ।
2500 ml हुन्छ 2500 ml हुन्छ द भोल्युम अफ एयर द्यान द्याट नर्मली रिमेन्स इन द आवर बडी भनेको नर्मली टोटल लङ्स क्यापेसिटी भनेको 600 ml चाहिँ हुन्छ यो टाइडल भाइटल क्यापेसिटी प्लस रिजर्भ भोल्युमलाई नै ऊ भनिन्छ हामीले टोटल भोल्युम चाहिँ टोटल भोल्युममा जहिले 6 लिटर हुन्छ त्यस्तै गरेर अल द पल्मनरी इयर्स एन्ड भोल्युम्स एन्ड लङ्स आर अबाउट द 25 to 30% लेस देन इन फिमेलमा जहिले पनि कि एयर भोल्युम जहिले के हुन्छ लेस देन 25 देखि 30 ml को लेस देन हुन्छ र हायर इन एथलिट जहिले पनि यसको लङ्सको क्यापेसिटी जहिले पनि बढी कहाँ हुन्छ भने एथलिटमा हुन्छ माइनर रेस्पिरेटरी भोल्युम भनेको 500 ml टाइडल भोल्युम हो यो 12 इन्टु भनेको 1 मिनटमा कति 1 मिनटमा 6 लिटर पर मिनट हुन्छ र एलोभेरी भेन्टिलेसन भनेको यो 500 ml भनेको जहिले पनि यो टाइडल भोल्युम भनेको 300 ml भनेको एलोभेरी लग्छ 1.5 स्पेस भनेको एड गरिसक्यौँ हामीले अनि भन्न मतलब अब जस्तै गरेर 500 ml मा 500 ml भनेको 12 मिनट 500 ml 12 मिनटमा हुन्छ भने चाहिँ 300 कति हुन्छ भन्न खोजेको यो 400 ml नै याद गर्नु पर्यो पल्मोनरी इयर भोल्युम अर द टाइडल भोल्युमको ग्राफ देखाएको छ टाइडल भोल्युम भनेको 500 ml हुन्छ त्यस्तै गरी इन्स्पिरेटरी भनेको 2000 देखि 3000 को बीचमा एक्सपिरेटरी भनेको 1000 देखि 1500 त्यस्तै गरेर भाइटल क्यापेसिटी भनेको जहिले पनि टाइडल भोल्युम इन्स्पिरेटरी एक्सपिरेटरीहरू जोडिन्छ सबै जोडिन्छ र यो भनेको रेसिडुअल भोल्युम जहिले 500 ml हुने भयो र स्पाइनोमिटर भनेको क्याल्कुलेट द चेन्ज इन द लङ्स भोल्युम भनेको स्पाइनोमिटर जहिले के गर्छ चेन्ज इन लङ्स लङ भोल्युमलाई के क्याल्कुलेट गर्छ त्यसै एक्सचेन्ज अफ ग्यास भनेको एक्सचेन्ज अफ ग्यासेस भने पल्मोनरी एक्सचेन्ज एन्ड एक्सटर्नल रेस्पिरेसन टिस्यु लेभल्स एक्सचेन्ज हुन्छ र इन्टरनल रेस्पिरेसन हुन्छ पार्सल प्रेसर भनेको द प्रेसर एक्जर्टेड बाई ग्यास इज इन द मिक्सचर अफ द ग्यासेस एन्ड द इन्स्पिरेटर कन्सन्ट्रेसन अफ द अदर ग्यासेस पार्सल ग्यासेस भनेको एउटा इन्डिभिजुअल ग्यासेसलाई ओभरअलमा कति प्रेसर लगाउँछलाई पार्सल प्रेसर भनिन्छ त्यस्तै गरेर पार्सल प्रेसर भनेको इनहेल इयर भनेको जहिले पनि अक्सिजन पार्सल प्रेसर अक्सिजन भनेको इयरमा हुने भनेको 160 याद गर्नु पर्यो र कार्बन डाइअक्साइड भनेको 0.3 mmHg हुन्छ प्रेसर त्यस्तै गरेर एल्भेओलीमा हुने भनेको अक्सिजन भनेको 1000 भनेर 100 भने याद गर्नु पर्यो जस्तै 50 हुन्छ CO2 को हुन्छ भनेर याद गर्नु पर्यो बाहिर के हुनु भयो बाहिर भनेको एक्सटर्नल भनेको 160 अक्सिजनको हुनु पर्यो कार्बन डाइअक्साइड 0.3 जस्तै गरेर भित्र आइसकेपछि हामीले 100 भन्नु पर्यो त्यस्तै गरेर कार्बन डाइअक्साइड भनेको 40 भनेर याद गर्नु पर्यो है त्यस्तै गरेर अब हामी टिस्युमा गयौँ भने हामी टिस्युमा कति हुन्छ टिस्युमा भनेको जहिले पनि अक्सिजनेट भइसक्यो नि त्यसले गर्दा 50 mmHg हुन्छ र त्यसले गर्दा 60 हुन्छ 60 mmHg भने चाहिँ याद गर्नु पर्यो यो चित्र त्यही देखाएको एट द लेभल अफ लङ्स लेभल भनेको एक्सटर्नल रेस्पिरेसन भनेको भित्र जाँदा सुरुमा कति भयो एक्सटर्नल कति CO2 भनेको 40 भयो 100 भयो बाहिर आउट अफ भित्र टिस्युमा गइसकेपछि के हुनु भयो यसले एक ग्यासेस एक्सचेन्ज गर्नु यो युटिलाइज गरिसकेपछि हाम्रो बल्ल पछि आएर कति हुने भयो इज पार्सल प्रेसर अफ अक्सिजन भनेको 20 र पार्सल प्रेसर अफ कार्बन डाइअक्साइड भनेको 60 भनेर याद गर्नु पर्यो 15 भनेर 60 भनेर याद गर्नु पर्यो त्यस्तै गरेर ग्यासेस जहिले पनि के हुन्छ हायर प्रेसर टु लोवर प्रेसर पार्सल प्रेसर जान्छ र सेलले CO2 युटिलाइज गरेर ग्लुकोजलाई ब्रेक गरी इनर्जी रिलिज गर्छ र CO2 पनि रिलिज गर्छ है सेलमा के अरे ग्लुकोजलाई ब्रेक डाउन गरेर इनर्जी रिलिज गर्छ र CO2 पनि रिलिज गर्छ है रिलिज गरेपछि त्यो के हुने भयो त्यो टिस्युको माध्यमबाट फेरि लङ्सबाट बाहिर जाने भयो ट्रान्सपोर्टेसन अफ द ग्यास रेस्पिरेटरी ग्यास कसरी हुन सक्दैन भनेको ट्रान्सपोर्टेसन अक्सिजनकोबाट हुन्छ अक्सिजन डिजल्भ इन प्लाज्माबाट कति भयो 1 देखि 3% हुन्छ र हेमोग्लोबिनको फर्ममा गएर कन्भर्ट गर्छ र 90 देखि 97 देखि 99% अफ टोटल अक्सिजन ट्रान्सपोर्ट यस्तोबाट हुन्छ हेमोग्लोबिन भनेको प्रोटिन ग्लोबिन आइरन भनेको पोरपाइरिङ रिङ हुन्छ पोरपाइरिङ रिङ हुन्छ र जहिले पनि यो +2 अक्सिडेसन स्टेजमा हुन्छ र जसले कम्बाइन विथ द ओडीसँग रिएक्ट गर्यो यसले जहिले न के अरे
हेमोग्लोबिन 4वटा अक्सिजन गर्छ र 1 मोल अफ हेमोग्लोबिन जहिले पनि 4 मोलिकुल्स गर्छ र 1 ग्राम अफ हेमोग्लोबिन क्यारी द 1.34 ml अफ अक्सिजन क्यारी गर्न सक्छ र 100 ग्राममा 15 ग्राम अफ हेमोग्लोबिन गर्छ। 100 ग्राम अफ ब्लडमा 100 ग्राममा कति 100 ग्राम अफ ब्लडमा कति ग्राम अफ अक्सिजन हेमोग्लोबिन हुन्छ भने 15 ml हुन्छ र भनेर याद गर्नु पर्यो। त्यस्तै गरेर जब अक्सिजन हेमोग्लोबिन जसले टेम्पोरेरी सर्टेज परेर द लिम्फ कम्प्लेक्सहरू बनाउँछ। त्यस्तै गरेर अब हामी ट्रान्सपोर्ट कार्बन डाइअक्साइड है सुरुको अक्सिजनमा सबभन्दा बढी कसले गर्छ हेमोग्लोबिन गर्छ 97% र प्लाज्मामा गर्ने भनेको 1 देखि 3% मात्र। जस्तै गरेर कार्बन डाइअक्साइडको संख्या हुने भनेको बाइकार्बोनेटेड फर्ममा हो। ट्रान्सपोर्ट बाइ प्लाज्मा एन्ड द आरबिसी 100 ml अफ आरबिसीको 3.6 ml अफ यहाँ 100 ml अफ ब्लडमा कति थियो भने चाहिँ 100मा 15 ग्राम के थियो हेमोग्लोबिन थियो भने चाहिँ यहाँ कति हुन्छ 100 ग्राममा कतिमा 3.7 ml अफ CO2 हुने भयो है। अब हामी सुरुमा पढौँ ट्रान्सपोर्टेसन बाई द कार्बनिक एसिडबाट गरौँ है। कार्बनिक एसिडबाट भनेको जब CO2 जहिले नि जब CO2 पोटासियम रहेछ इन द प्रेजेन्स अफ कार्बनिक एनालाइजसँग रियाक्ट गर्दाखेरि इन प्रेजेन्स अफ जिङ्क पनि चाहिन्छ। जिङ्कको प्रेजेन्समा गएपछि कार्बनिक एसिड बनाउँछ जुन प्लाज्मामा डिजल्भ हुन्छ। जस्तै यो कति हुन्छ 7% है 7% अफ CO2 ट्रान्सपोर्ट कार्बनिक एसिडमा 7% युज गरिन्छ। ट्रान्सपोर्ट फर द CO2 टेन्सन द 100 ml मा 0.3 अफ द CO2 हुन्छ कार्बनिक। त्यसै बाइकार्बोनेट यो भनेको कार्बनिक एसिड कति पर्सेन्ट हुन्छ 7% मात्र हुन्छ है। 7% भनेको प्लाज्मामा भयो कि कार्बनिक एसिड बनाएर हुन्छ भइसकेपछि याद गर्नुहुन्छ र 100 ग्राममा जहिले पनि कति 0.3 ml अफ CO2 हुन्छ। त्यसै गरेर बाइकार्बोनेटको सोडियम एन्ड पोटासियम एन्ड सोडियमको फर्ममा हुन्छ र 7% अफ CO2 बाट ट्रान्सफर हुन्छ। अनि जब यो सुरुको प्रोसेस भयो जब CO2 वाटरसँग रिएक्ट कार्बनिक एसिड बनाउँछ। जब कार्बनिक एसिड जब योमा जान्छ ब्लड प्लाज्मा जब आरबिसीमा जान्छ त्यसले गर्दाखेरि यहाँ के हुन्छ एक्सचेन्ज हुन्छ। यहाँ केसको एक्सचेन्ज हुन्छ यहाँ क्लोराइड सिफ्ट हुन्छ है। यहाँ कभरिङ गर्नेलाई के हुन्छन् यो कभरिङ गर्नेलाई यसको नाम भनेको डोभानिल्स मेम्ब्रेन भन्छ। डोभानिल्स हुन्छ डिफ्युजिङ हुन्छ बुझ्नु पर्यो। जब यो केमा कन्भर्ट गर्छ कार्बनिक एसिड के हुन्छ CO2 लाई HCO3 माइनसको फर्ममा आयनिक फर्ममा भएको हुन्छ र क्लोरिनसँग अहिले उमा प्लाज्मामा गएर क्लोरिनसँग रियाक्ट गरेर अहिले के हुन्छ क्लोरिनसँग रियाक्ट गरेर यसले सोडियम बाइकार्बोनेट बनाएको हुन्छ र यो जहिले पनि यो इम्परमेबल टु सोडियम पोटासियम आयनको हुन्छ र यो डोनान्स मेम्ब्रेन भनेको बाइकार्बोनेट क्लोराइडको क्यारियर प्रोटिन हो। डोनान्स मेम्ब्रेन जहिले पनि के अरे कार्बोनेट क्लोराइड क्यारियर प्रोटिन हो। डोनान्स मेम्ब्रेन भनेको बाइकार्बोनेट क्लोराइड क्यारियर प्रोटिन हो। त्यस्तै गरेर अब द एक्सचेन्ज अफ CO3 एन्ड HCl बिट्विन द प्लाज्मा एन्ड मेन्टेन द आयोनिक इक्विलिब्रियमलाई क्लोराइड सिफ्ट भनिन्छ बुझिसक्यौँ। त्यहाँदेखि अर्को नाममा हेमवर्ग फेनोमेनन भनिन्छ र अर्को भनेको 23% भनेको कार्बो एमिनो हेमोग्लोबिनबाट ट्रान्सफर गर्छ र जब कार्बन डाइअक्साइड एमिनो ग्रुप अफ द हेमोग्लोबिनसँग रिएक्ट गर्छ यसले कार्बो एमिनो हेमोग्लोबिन बनाउँछ र त्यो टेम्पोरेरी कम्प्लेक्स हुन्छ र यसरी ट्रान्सपोर्ट हुन्छ। ट्रान्सपोर्ट अफ कार्बन मोनोक्साइड कसरी हुन्छ भने जहिले पनि अक्सिजनको कम्पेयरमा कार्बन डाइअक्साइड 200 टाइम्स इलेक्ट्रोन एफिनिटी बढी हुन्छ। जब यो हेमोग्लोबिन यससँग अक्सिजन हुन्छ यसले कार्बोक्सी हेमोग्लोबिन जो पोइजनस हुन्छ र यो परमानेन्ट कम्प्लेक्स हो। कार्बन मोनोक्साइडको पोइजनिङ हो जसले गर्दाखेरि यसले के गर्छ द अमाउन्ट अफ अक्सिजन्स रिलिजिङ द टिस्यु वुड बी लुज द कन्टेनर इन रिड्युस। कार्बन मोनोक्साइडको जहिले के गर्छ यसले रिड्युस गर्छ र एफईमा जहिले पनि Fe3 भनेको फेरिक फर्म हो जोलाई के हुन्छ मिथोमोग्लोबिन भनेर याद गर्नु पऱ्यो। प्लस जहिले पनि तर आइरन +2
अक्सिडेसन स्टेटमा बस्छ। जब +3 अक्सिडेसन स्टेटमा बस्छ त्यसलाई के भन्छ मिथोमोग्लोबिन भनिन्छ है। मिथोमोग्लोबिन भनेर याद गर्नु पर्यो। मिथोमोग्लोबिन भनेको हेमोग्लोबिन भन्छ जसले आइरनको +2 अक्सिडेसन स्टेटमा गर्छ। हामी अब के पढ्न गइरहेछौँ अक्सिजन डिस्ट्रिब्युसन कर्भ पढ्न गएका छौँ। अक्सिजन डिस्ट्रिब्युसन कर्भ पढ्न गइरहेका छौँ है। अक्सिजन डिस्ट्रिब्युसन गरेको द ग्राफ रिप्रेजेन्ट द पर्सेन्टेज अफ स्याचुरेसन अफ द विथ O2 र अक्सिजन पार्सल प्रेसर अफ अक्सिजन र पार्सल प्रेसर अफ CO2 को ग्राफ गर्न गइरहेका छौँ। पार्सल प्रेसर हो है यो जहिले पनि कस्तो सिग्मोइड सेपको हुन्छ र सिग्मोइड सेप भनेकोलाई राइट सेप पनि भनिन्छ। जब पार्सल प्रेसर अफ अक्सिजन 20% र स्याचुरेसन हेमोग्लोबिन जहिले 30% हुन्छ है। जहिले पनि जब अक्सिजन के अक्सिजनको पार्सल प्रेसर अफ अक्सिजन के भन्नुभयो पार्सल प्रेसर अफ अक्सिजन बढ्ने बित्तिकै जहिले राइट सिफ्ट हुन्छ है। अनि जब पार्सल प्रेसर अफ अक्सिजन 20% हुन्छ हेमोग्लोबिन स्याचुरेसन हेमोग्लोबिन कति भयो 30% भयो। त्यस्तै गरेर पार्सल प्रेसर CO2 जहिले 40% भयो भने चाहिँ यसको स्याचुरेसन पनि 75% हुने भयो। र जब CO2 को 95% भयो भने चाहिँ हेमोग्लोबिन 97 हुने भयो है। जब पार्सल प्रेसर अफ अक्सिजन कति 20 हुने बित्तिकै स्याचुरेसन पर्सेन्ट कति हुने स्याचुरेसन पर्सेन्ट कति 30% हुने भयो। त्यसैको CO2 को 40 हुने बित्तिकै यो कति पनि 75 40 70 40 75 40 75 40 75 40 + 35 कति 75 हुने 40 + 35 37 75 हुने भयो। त्यस्तै गरेर अक्सिजन 95% हुन्छ स्याचुरेसन भनेको स्याचुरेसन अफ हेमोग्लोबिन चाहिँ 97% भयो। त्यस्तै गरेर एल्भिलाईमा जहिले पनि के अरे एल्भिलाईमा जहिले कति अक्सिजनको पार्सल प्रेसर कति 100 हुन्छ 100। त्यस्तै गरेर CO2 कति CO2 को हुने भनेको कति हो CO2 को भनेको 40 है 40 त हो। वेट अ मिनट 40 हो है 40। त्यस्तै गरेर अब हामी कहाँ थियौँ आएको थियौँ है। CO2 20 हुने बित्तिकै यहाँ 30 हुने भयो या 40 भन्दा 75 हुने भयो यहाँ 95 हुन्थ्यो 97 हुने भयो है। यो याद गरिसक्यौँ। यो एक्सिडेन्ट हुन्छ है। जब यो कस्तो हुन्छ भने चाहिँ जहिले पनि हायर कन्सन्ट्रेसन लो कन्सन्ट्रेसन हुन्छ। जब हामी टिस्युमा जान्छ टिस्युमा जाने बित्तिकै जहिले पनि टिस्युभन्दा बाहिर एल्भिलाईमा त सबभन्दा बढी भनेको त अक्सिजन हो नि त 100 हुन्छ त। अनि त्यस्तै गरेर यहाँ टिस्युमा कम हुन्छ जहिले पनि हाई प्रेसर लो प्रेसरमा गएर डिफ्युजनको गरेर यसले के हुन्छ अक्सिजन ट्रान्सफर गरिदिन्छ। यो धेरै याद गर्नु पर्यो। याद गर्ने भनेको 100 ml ब्लडमा 15% अफ हेमोग्लोबिन हुन्छ याद गर्नु पर्यो। त्यस्तै गरेर फ्याक्टर एफेक्टिङ अफ द अक्सिडिसन कर्भलाई कसरी फ्याक्टर गरिन्छ भने जब CO2 पार्सल प्रेसर CO2 जब बढ्छ अक्सिजन जहिले पनि बेन्ड टुवर्ड्स द राइट है। यो जब के हुन्छ अरे CO2 को पार्सल प्रेसर अफ CO2 कार्बन डाइअक्साइडको जब बढ्छ मात्रा बढ्ने बित्तिकै के हुने भयो जहिले पनि राइट सिफ्ट हुने भयो र अक्सी हेमोग्लोबिन कम्प्लेक्सको डिस्ट्रिब्युसन हुने भयो। र यसलाई नै बोर्स इफेक्ट भनिन्छ र टिस्युमा हुन्छ। जब टेम्परेचर बढ्ने बित्तिकै के हुने भयो राइट सिफ्ट नै हुने भयो। CO2 को पार्सल प्रेसर बढ्ने बित्तिकै राइट सिफ्ट नै हुने भयो र जब टेम्परेचर बढ्ने बित्तिकै राइट सिफ्ट हुने भयो। जब pH पनि के हुने भयो pH पनि बढ्ने बित्तिकै के हुने भयो यो पहिला भने राइट सिफ्ट नै हुने भयो। तिनटै कन्डिसनमा राइट सिफ्ट नै हुने भयो। र क्वेसनमा जहिले पनि अब क्वेसनमा के सोध्यो भने चाहिँ CO2 बढ्ने बित्तिकै के हुने राइट सिफ्ट हुने भयो। अनि pH बढ्ने बित्तिकै राइट सिफ्ट हुने भयो। टेम्परेचर बढ्ने बित्तिकै राइट सिफ्ट हुने भयो। यो इजी छ क्वेसन धेरै गाह्रो छैन। त्यस्तै गरेर हामी के हो रिजन अफ CO2 किन रिलिज हुन्छ यो भनेको हाल्डन इफेक्टमा पर्छ। व्हेन द कन्सेन्ट अफ CO2 जब हाम्रो के अरे अक्सी हेमोग्लोबिनको कन्सन्ट्रेसन जहिले कि बढी हुँदाखेरि अक्सी हेमोग्लोबिन जहिले अक्सिडाइज स्ट्रङ एसिडको काम गर्छ जसले गर्दाखेरि H+ प्रोटोन के रिलिज गर्ने भयो। जसले प्रोटोन रिलिज गर्ने भयो। जब यो H+ आइन उता बाइकार्बनमा गर्ने बित्तिकै यसले के हुने भयो यसले बनाउने के बनाउने हो यसले C2CO3 भनेको कार्बनिक एसिड बनायो। कार्बन एसिड जब उसँग वाटरसँग निस्किने भयो जब कार्बन डाइअक्साइड निस्किने भयो। यो धेरै चल्छ हाल्डन प्रोसेसमा। हाल्डन इफेक्ट भनेको के हो भने चाहिँ जब CO2 को अक्सी हेमोग्लोबिनको कन्सन्ट्रेसन बढ्छ हेमोग्लोबिन कन्सन्ट्रेसन बढ्ने बित्तिकै H+ दिन्छ। H+ केसँग H+ भनेको बाइकार्बनसँग जाने भयो। बाइकार्बनसँग जोड्ने बित्तिकै यसले CO2 को रिलिज गर्ने भयो। कसरी रिलिज गर्ने भने एउटा रिजन यो भयो है। त्यस्तै गरेर अब हामी अर्को
अर्को भनेको जब CO2 ले के गर्ने CO2 ले के गर्ने भयो के डिसिसन कर्भ CO2 जब डिसिसन अफ कार्बो अमिनो हेमोग्लोबिनलाई पनि के गर्ने कज गर्यो भने जब पार्सल प्रेसर अफ CO2 जब नि बढ्ने भयो जसले के कज गर्ने भन्छ जसले गर्दा के गर्ने भन्छ डिसिसन कर्भ अफ कार्बो अमिनो ग्रुपको डिसिसन कर्भ गर्ने जसले गर्दा CO2 रिलिज हुने भयो। अर्को थर्ड रिजन भनेको CO2 इज लेस सोलुबल जब CO2 लेस सोलुबल इन द आर्टेरियल ब्लड जब CO2 सोलुबल नै हुँदा आर्टेरियल ब्लडमा त्यति बेला पनि के हुने CO2 रिलिज हुने भयो। अनि अर्को अनि अब हामी के पढ्छौँ ब्रिथिङ एन्ड ग्यासेस एक्सचेन्ज अफ ग्यासेस पढ्छौँ र कन्ट्रोल अफ रेस्पिरेसन पढ्छौँ। रेस्पिरेसन कहिले कन्ट्रोल गरिन्छ भने हामी त्यो पढ्छौँ। अब भनेको नर्भस कन्ट्रोल र केमिकल कन्ट्रोल पढ्नु 3 रेस्पिरेटरी कन्ट्रोल हुनु त्यसलाई नै हामीले के भन्छ रिदमिक सेन्टर भन्छ र इन्स्पिरेटरी सेन्टर भनेको मेडुलामा लोकल गरेको हुन्छ र मेडुलामा लोकल गर्ने नर्मल प्रोसेसमा इनहेलेसन भयो 1 रेस्पिरेटरी साइकलमा 5 सेकेन्ड हुन्छ र 3 सेकेन्ड भनेको एक्सेलेसन लागि हुन्छ 2 भनेको इनहेलेसनलाई युज हुन्छ। इनहेलेसन जहिले को छ एक्टिभ प्रोसेस हो एक्सेलेसन जहिले कि प्यासिभ प्रोसेस हो। एक्सेलेसनलाई 3 चाहिन्छ 3 भनेको एक्टिभ प्रोसेसमा त इनर्जी युज गर्ने फास्ट युज गर्ने बित्तिकै जहिले इनहेलेसन 2 सेकेन्ड भन्नुभयो एक्सेलेसन भनेको 3 सेकेन्ड भन्नुभयो है। त्यस्तै गरेर हामी के पढ्ने भयौँ रेस्पिरेटरी सेन्टर भनेको एक्सपिरेटरी सेन्टर पनि कहाँ हुन्छ मेडुलामै हुन्छ र यो के हुन्छ इनएक्टिभ यसले के हुन्छ डर्मेन्ट र इनएक्टिभमा हुन्छ ड्युरिङ नर्मल ब्रिदिङमा हुन्छ। एक्टिभ ड्युरिङ द फोर्सफुल एक्सेलेसनलाई एप्नोस्टिक सेन्टर भनेको के हो एप्नोस्टिक सेन्टरलाई के भनिन्छ अरे पेन्टिङ अफ केस अफ डग भनिन्छ। एप्नोस्टिक सेन्टरलाई के भन्छ अरे पेन्टिङ केस अफ डग पेन्टिङ पी फर एप्नोस्टिक होइन एप्नोस्टिक र न्युमाटोट्याक्सिस सेन्टर न्युमाटोट्याक्सिस सेन्टर भनेको न्युमाटोसेन्टिकलाई के हुन्छ अगाडि पी भनेको पेन्टिङ अफ केस अफ डग हुने हो जसले गर्दा के हुने भयो यसले यो कतिलाई काम गर्ने भयो एक्सर्साइज गरेको बेला बढ्ने भयो कहाँ हुन्छ पोन्स भ्यारुलीमा हुन्छ है। न्युमाटिक सेन्टर कहाँ हुन्छ पोन्स भ्यारुलीमा हुन्छ जसले गर्दा ब्रिदिङमा हेल्प गर्छ र बर्ड स्वालिङमा पनि हेल्प गरिन्छ द अमाउन्ट अफ इयर हेल्प जब हामी खाना पर्छ तब यति बेला इयरमा हेल्प गर्छ इयर रोक्नेमा हेल्प गर्छ। त्यस्तै गरेर हामी के केमिकल सेन्टर भनेको द केमोसेन्टिभ बडिज लाइक द आर्टिक क्यारोटिक बडी कहाँ हुन्छ बेसमेन्ट अफ क्यारोट साइनसमा हुन्छ आर्टिक बडी इन द बेस अफ आवर्टिक भनेको अवटा भयो कार्डिक भन्ने बित्तिकै कार्डिक साइन्स भन्ने भयो र विच आर द एओटिक र दुईवटा आर मोस्ट सेन्सिटिभ टु पार्सल प्रेसर अफ अक्सिजन एन्ड कार्बन डाइअक्साइड भन्ने हो। पार्सल प्रेसर अफ CO2 भनेको बोथ द एरोटिक एन्ड कार्डिक बडिज पार्सल प्रेसर अफ CO2 मा CO2 र कार्बन डाइअक्साइड बोथ के हुनुभयो क्यारोइड एन्ड एरोटिक बडी दुईवटा बडी प्रेजेन्ट हुनु मोर सेन्सिटिभ टु कार्बन मोनोक्साइड कार्बन डाइअक्साइड हुन्छ वेन द CO2 को लेभल बढ्ने भयो स्टुमलाई के हो एरोटिक एन्ड द क्यारोटिक बडी के भन्ने भयो बढ्ने भयो। त्यसले गर्दा एक्सपिरेटरी मसल्स हो के स्टुमुलेट हुने त्यसले गर्दाखेरि मोर्स इनहेल जसले गर्दा के हुने भयो बाहिर जाने भयो आउट हुने भयो। त्यस्तै गरेर जब यसमा पनि दुइटै हुन्छ एओटिक र क्यारोइड दुइटै बडी हुन्छ यो लेस सेन्सिटिभ हुन्छ है। CO2 मा के हुन्छ मोर सेन्सिटिभ यसमा लेस सेन्सिटिभ हुन्छ यो याद गर्नु। अब हामी रेस्पिरेटरी डिसअर्डरहरू हामी कुरा गर्छौँ यहाँ पढ्ने टिबी पढ्ने भयो। अर्को भनेको पर्ट्युलिसिस र न्युमोनिया र डिप्थेरिया पढ्ने सुरुमा पढ्ने भनेको ट्युमर र लङ क्यान्सरको कार्सिनोजेनिक भनेको के भनेको बेन्जापाइरिन है बेन्जापाइरिन जसले गर्दा रेस्पिरेसन फर द लङ क्यान्सर बेन्जापाइरिन भनेको कज है बेन्जापाइरिनको कार्सिनोजेनिक भनेको कुन हो बेन्जापाइरिन लङ क्यान्सर कज गर्छ। त्यस्तै गरेर हामी अर्को भनेको अब्स्ट्रक्टिभ रेस्पिरेटरी रिजल्ट भने अब्स्ट्रक्टिभ रिजल्ट एलर्जी भनेको हाइपर सेन्सिटिभ अफ द पर्सन टु एलर्जीबाट भनेको जस्तै कसको कारणले हुने भयो एउटा भनेको डस्ट
पोलन ग्रेन र फुड एलर्जी कसको कारणले हुने हो पोलन ग्रेन डस्ट र फुडको कारणले हो जसले गर्दा एलर्जी कसले स्टिमुलाई गर्छ स्टिमुलस अफ एलर्जी भनेको सेन्सिटाइजेसन हुन्छ एलर्जी ट्रिगर गर्दाखेरि के हुन्छ एन्टिबोडीजहरू फर्मेसन हो जसले गर्दाखेरि मास सेलसँग के हुने हो बाइन्ड गर्ने भयो एलर्जी हुने बित्तिकै के हुने बित्तिकै एलर्जी कतिलाई एलर्जी भनेको सेन्सिटाइजेसन हुन्छ सेन्सिटाइजेसन एलर्जी हुनेलाई ट्रिगर हुन्छ ट्रिगर हुने बित्तिकै एक्टिङ अफ एन्टिजेन एन्टिजेनको एक्टिभ हुने बित्तिकै के हुने एन्टिबोडी के हुने मास सेलसँग के हुने गरे मास सेलसँग बाइन्ड गरे मास सेलसँग हिस्टामिनले के एलर्जी फर्म गर्छ एलर्जी जब एलर्जी विथ मास सेल्स अट्याच टु द एन्टिबोडिज गर्छ जसले गर्दाखेरि के हुन्छ बढ्ने भयो एलर्जी अट्याच हुने भयो जसले गर्दाखेरि के हुने भयो हिस्टामिन रिलिज हुने भयो हिस्टामिनको एक्सन भनेको सिम्पटम्स के इन्फ्लेमेसन अफ रनिङ अफ नोज इन्फ्लेमेसन गर्ने भयो रनिङ नोजबाट सिका निस्किने भयो अर्को भनेको वाटरी आँखाबाट सेतो पानी निस्किने भयो जस्तै स्क्विजिङ भनेको हाच्चु हुने भयो त्यसै ट्रिटमेन्टको लागि के हुन्छ एन्टी हिस्टामिन ड्रग्सहरू युज गर्नु पऱ्यो र हे फिभर भनेको एलर्जी डु टु द पोलन ग्रेन हे फिभर कसको कारणले हुन्छ पोलन ग्रेन हे फिभर कसको कारणले गर्दा हुन्छ पोलन ग्रेन हे फिभर कसको कारणले गर्दा हुन्छ पोलन ग्रेनले कारणले हुन्छ अस्थमा है अब अस्थमा पढाम अस्थमा भनेको ब्रोङ्काल स्पाम्स कन्ट्राको जब ब्रोङ्कामा ड्यामेज पर्छ त्यो अस्थमा हुन्छ द ल्युमेन अफ ब्रोङ्काई जब ल्युमेन अफ ब्रोङ्काई के हुने घट्छ त्यसै कारणले गर्दा मोर न्यारो हुन्छ जस्तै गरी स्क्रटम हुने भयो स्क्रटम मोर हुने भयो अस्थमा भन्थे एबी भनेको ए फर अस्थमा बी फर ब्रोङ्काइटिसको स्प्याम हुने बित्तिकै के हुने भयो कि अस्थमा हुने भयो त्यस्तै गरेर हामी ब्रोङ्काइटिस भनेको ब्रोङ्काइटिसमा के हुन्छ भनेको एउटा स्क्विचिङ हुन्छ ह्याप्पी ब्रिदिङ हुन्छ र नो अर नेग्लिजिबल स्कटम हुन्छ है अस्थमा के हुन्छ अस्थमा स्कटम बढी हुन्छ तर ब्रोङ्काइटिसमा नेग्लिजिबल अर्थ हुँदैन के हुन्छ स्कटम हुँदैन त्यसै गरेर इपिडाइमस भनेको के हो इपिडाइमस भनेको रिडक्सन इन द एल्भेली रेस्पिरेटरी ट्र्याक सर्फेस जसले गर्दा कसको कारणले गर्दा हुन्छ यो भनेको टोब्याको स्मोकिङको कारणले गर्दा हुन्छ अर्को भनेको हाइपोक्सिया भनेको CO2 को डिफिसियन्सी हो CO2 को डिफिसियन्सी भन्छ हाइपोक्सिया हुन्छ हामी के पढ्यौँ सुरुमा क्यान्सर पढ्यौँ क्यान्सरको कार्सिनोको बेन्जापाइरिन पऱ्यौँ त्यसको लङ क्यान्सर हुन्छ त्यसै एलर्जी हिस्टामिन मान्छे त्यस्तै गरेर अस्थमा भनेको हे फिभर कसको कारणले गर्छ पोलन ग्रेनको कारणले गर्छ पोलन ग्रेनको कारणले अस्थमा भनेको ब्रोङ्कल स्पाम हुन्छ स्पट बडी हुन्छ ल्युमनको न्यारो हुन्छ ब्रोङ्काइटिस भनेको ह्याप्पी ब्रिदिङ हुन्छ ब्रोङ्काइटिस भनेको ब्रोङ्कसहरू ड्यामेज हुन्छ जस्तै गर्दा नेग्लिजिबल भनेको स्कटम हुन्छ जस्तै गरेर हामी लास्टमा के पढ्यौँ इपिडाइमस भनेको लङ्स एल्भेरीको ड्यामेज गरेर हाइपोक्सिया CO2 को डिफिसियन्सी हो टिस्युमा जसको कारणले CO2 को पोइजनिङको कारणले गर्दा हामी अब के भन्छ इन्ट्रेस्टिङ फ्याक्टरहरू के गर्छौँ पढ्छौँ इन्ट्रेस्टिङ फार्ममा पढ के हो गिङ्को भनेको कहाँ मात्र प्रेजेन्ट हुन्छ गिङ्को भनेको रेप्टाइल्स जसको गर्दा भोकल स्याकमा हुन्छ भोकल कोर्डमा चाहिँ साइरिक्स भनेको साउन्ड प्रोड्युसिङ बाई द बडी गार्ड स्मोकिङ भनेको रिड्युस भाइरल क्यापेसिटी गर्छ कोरोनियन भनेको एक्सटर्नल इम्ब्रोनिक मेम्ब्रेन हो जसले गर्दा के हुन्छ फिटसलाई के हुन्छ ग्यासेस एक्सनमा कोरोनियनको केमा हेल्प गर्छ कोरिन भनेको प्लेसेन्टा प्लेसेन्टा भनेको के ग्यासेस एक्सनमा हेल्प गर्छ केमा हेल्प गर्छ ग्यासेस हाल्छ त्यसले गर्दा नै यसलाई नै कोरोनियनलाई के हुन्छ फिटल लङ्स पनि हुन्छ क्रुइनलाई के हुन्छ फिटल लङ्स पनि भन्छ जसले गर्दा केमा हेल्प गर्छ ग्यास लङ्समा हेल्प गर्छ है त्यसै गरेर इलिफेन्ट्स भनेको इलिफेन्टमा के हुन्छ इन्फ्लेन्टमा डाइफेनको मोर रोल हुन्छ म्यामलमा सबैभन्दा युनिक क्यारेक्टरको उमा रेस्पिरेसन भनेको डाइफ्राममा युनिक क्यारेक्टर हो जस्तो म्यामलमा मङ्की कङ्गारुमा रिप केज हुन्छ है मङ्की र कङ्गारुमा के हुन्छ रिप केज हुन्छ त्यसै गरेर हामी के भनौँ रेस्पिरेटरी साइकल भनेको रेस्पिरेटरी साइकल भनेको इन्फ्यान्टमा 60 मिनट्स एक मिनटमा 60 टाइम्स हुन्छ भने त्यस्तै गरेर 60 मन्थ हुन्छ र जब 12 मन्थमा हुन्छ 12 मन्थमा जब बच्चा 12 मन्थ हुन्छ 12 मन्थ 30 टाइम्स हुन्छ त्यस्तै गरेर 2 to 5 इयर्सको भयो भने 25 हुन्छ र एडल्टमा भनेको 15 देखि 16 है 15 देखि 16 हुन्छ 1 रेस्पिरेसन 5 सेकेन्डमा 3 सेकेन्डको हुन्छ एक्सपिरेट भनेको प्यासिभ इन्स्पिरेटिभ भनेको एक्टिभ भनेको 2 सेकेन्ड हुने भयो अब हामी लगभग भ्यान लगाइसक्यौँ है
त्यस्तै गरेर अब हामी के पढ्ने हो लास्टमा रेट अफ रेस्पिरेसन जहिले कहाँ मिनिमम गरिन्छ सुतेको बेला हाम्रो रेट अफ रेस्पिरेसन एकदम मिनिमम हुन्छ र डायफ्राम भनेको मेमोरी क्यारेक्टरिस्टिक भनिसकेँ र कार्टिलेज अफ सेन्टोरी भनेको भनेको इन्लार्जमेन्ट अफ कार्टिलेज ल्यारिङ्स आर्किनेट द फाउन्ड इन म्यामल कार्टिलेज अफ कार्टिलेज सेन्टोरी कहाँ पाइन्छ कार्टिलेज सेन्टोरी पाइने रेस्पिरेटरी सेन्टर गरेको आर्किनेटो आर्किनेटको नि के म्यामलमा पाइन्छ म्यामल पाइन्छ म्यामलको फ्यारिङ्स के याद गर्नु भने चाहिँ हामीले के भन्छ कार्टिलेज अफ सेन्टोरी भन्ने के भन्छ आर्किनेटको म्यामल भनेको ल्यारिङ्स भनेको कफ भनेको फोर्स ब्रिदिङ भनेर याद गर्नु बुझ्नु पऱ्यो एमा हिकअप भनेको अब हाच्छु हुने कसको कारणले गर्दा भनेको ग्लोटिसको हो ग्लोटिस जब कभर गरिन्छ त्यसको कारणले हुने भयो त्यसको एमिङ भनेको के हामीको पोलो इन्क्रिजिङ CO2 लेभल कन्सन्ट्रेसन बढ्छ एमिङमा के हुन्छ CO2 को इन्सपिरेसन हुन्छ प्रोलोको इन्सपिरेसन जसले गर्दा CO2 को लेभल के हुन्छ CO2 को लेभल कन्सन्ट्रेसन बढ्छ र जब हेमोग्लोबिन फिटस मोर एफिनिटी टुवार्ड्स अक्सिजन देन कम्पेयर टु द हेमोग्लोबिन अफ मदर जहिले पनि फिटसमा के हुन्छ अरे एफिनिटी अक्सिजनको मोर हुन्छ कम्पेयर टु एफिनिटी जहिले पनि फिटसमा CO2 को चाहिँ बढी हुन्छ भनेको एफिनिटी बढी हुन्छ देन द मदरमा हुन्छ भनेर याद गर्नु पऱ्यो र बर्ड रेप्टाइल्स भनेको एमा क्यामेलियन हुन्छ क्यामेलियन डबल रेस्पिरेसन हुन्छ बर्ड भनेको लाइक क्यामेलियनमा के हुन्छ डबल रेस्पिरेसन हुन्छ बर्ड रेप्टाइल्स के डबल रेस्पिरेसन हुन्छ एफएक्सिया भनेको CO2 को कन्सन्ट्रेसन लो हुने भयो डिक्रिज हुन्छ जस्तो CO2 एकोमोडेसन हुने भयो त्यसले गर्दा के हुने भयो डेथ हुने भयो ल आजलाई यति अब हामी यो कुनै दिन मिलाएर अब यसको MCQ गरौँला थ्याङ्क यू अल एन्ड लाइक एन्ड सब्सक्राइब टु माई च्यानल थ्याङ्क यू